सम्पूर्णलाई नमस्कार है। अभिवादन छ। म उषा गुरुङ भद्रपुर झापाबाट यहाँहरूलाई आज म मेरो एउटा पुस्तक कृति मेरो सिर्जनाको बारेमा अलिकति भन्न चाहन्छु। यो मैले सिर्जना विचारको बिस्कुन 2081 साल कार्तिक 30 गते लेखनाथ पुस्तकालयमा विमोचन गरेकी हुँ है। र यसमा मैले जम्मा 100 वटा कविताहरूलाई संग्रहित गरेर विचारको बिस्कुन भनेर नाम यसलाई दिएकी छु। र यो पुस्तक मैले मेरा माथि पुग्नुभएका माता पितालाई समर्पण गरेकी छु। मेरा माता चित्रकुमारी गुरुङ र पिता कर्णबहादुर गुरुङको जुन वैकुण्ठमा बास भएको छ, उहाँहरूप्रति मैले यो पुस्तक समर्पण गरेकी छु। र यस पुस्तकमा मेरो लागि गुरु होम सुवेदीले धेरै कष्ट गर्नुभएको छ। उहाँले धेरै ठुलो गुण लगाउनु भएको छ। उहाँले यस पुस्तकको सम्पूर्ण मेरो बारेमा लेखिदिनु भएको छ। के लेखिदिनु भएको छ त भन्दाखेरि यसमा उहाँले आफ्ना विचारहरू समीक्षा गरेर यो मेरो पुस्तकको बारेमा, मेरो कृतिको बारेमा उहाँले लेखिदिनु भएको छ। र मैले आफ्ना जुन एउटा भावनाहरूलाई विभिन्न सामाजिक सञ्जालहरूमा फिजाएर राखेको थिएँ। कता कता कुना काप्चामा जताततै छरपस्टिएको थियो। त्यो छरपस्टिएको विचारहरूलाई चाहिँ मैले सङ्ग्रहित गरेर एउटा पुस्तक निर्माण गर्ने, यसको लागि चाहिँ मलाई गुरुवर मेरो बाबा फलाहारी श्री प्रेम प्रसाद पोखरेलज्यूबाट पनि ठुलो योगदान प्राप्त भएको छ। उहाँले मलाई घचघचाएर तिमी यसरी दुनियाँ कविताहरू लेख्छौ, त्यसलाई सङ्ग्रह गरेर एउटा पुस्तक निकाल छोरी भनेर बारम्बार घचघचाइरहनु भएको हुनाले मैले उहाँको पनि एउटा वचनलाई एउटा मनन गरेर शिरोधार्य गरेर यो पुस्तकलाई जन्म दिएकी छु। र त्यसैले आज मैले यहाँ विभिन्न मेरा विचारका अनेकौं बेला बेलामा फुरेका जुन एउटा भावनाहरू हुन्छ, त्यो भावनाहरूलाई सङ्कलन गरेर यसमा राख्ने प्रयास गरेकी छु। र यसबाट म 1-2 वटा कविता यहाँहरू समक्ष टक्र्याउन चाहन्छु है। यहाँहरूले अवश्य पनि सुनिदिनुहुन्छ होला, श्रवण गरिदिनुहुन्छ होला भन्ने मैले लिएकी छु है। अब मैले एउटा कविता को आफ्नो को पराई है, को आफ्नो को पराई शीर्षकको एउटा कविता वाचन गर्दैछु है। मान्छे केवल एक्लो हो, मान्छे केवल एक्लो हो, जन्मनु र मर्नु एक्लै हो। बीचको यात्रामा साथीसँगको भेट क्षणिक सम्बन्ध हो प्रत्येक। बीचको यात्रामा साथीहरूसँगको भेट क्षणिक सम्बन्ध हो प्रत्येक। नाना भाती कति हो कति साथी, रोजी रोजी खोजी खोजी सम्बन्ध गाँसी, नाता समाती माया मोह क्षणिक हो साथी, माया मोह क्षणिक हो साथी। तन मन धन बढ्छ कति मन है, तन मन धन बढ्छ कति जन, आफन्तको जमघट गन्थन, सँगमा जाने यहाँ कोही छैनन्। सदा यात्रा एक्लो छ है जान, सदा यात्रा एक्लो छ है जान। नपत्याउनेलाई यहाँ सत्य प्रमाण, नपत्याउनेलाई यहाँ सत्य प्रमाण, रगतको नाता पनि छैन है काम। खोइ आफन्त के गर्नु धनको राज, खोइ आफन्त के गर्नु धनको राज। बाँचे त ठिकै नबाँचे बेहाल छ लास, बाँचे त ठिकै नबाँचे बेहाल छ लास। महँगो जीवन पराई पोसाउने धन, काम छैन आज कसैलाई गरेको सेवा र मन, काम छैन आज कसैलाई सेवा गरेको गर या मन है। यो एउटा कविता भयो। अब अर्को म जिन्दगीको एउटा कविता भयो। एउटा कविता अर्को पनि सुनाइहालौँ न है, यहाँहरूलाई बोर त लाग्दैन होला कविता सुन्न।
तँलाई जिन्दगी, तँलाई प्रश्नहरूको माला तेर्स्याउन मन छ, तँलाई प्रश्नहरूको माला तेर्स्याउन मन छ। यो मान्छे किन यति भयभीत जीवन लिएर बाँच्नु परेको छ? मान्छे इतर प्राणी हेर त, मान्छे इतर प्राणी हेर त, कति स्वतन्त्र सुखी मस्त बाँचेका छन् है। तर यो मान्छेको जिन्दगी कति बेढङ्गले कष्ट सहँदै बाँच्न बाध्य। प्रकृतिको झटारो एक नासले सहँदै गर्दा पशु इतर बुद्धि भएका यो मान्छे चट्याङ पनि उति नै खप्नु पर्ने रे है। यही मान्छे जन्मदेखि मरेसम्म सबै अरूबाट नै चलायमान प्राणी रे है। अनि एक मान्छे अरूको सहारा नै यो जीवन है। एक मान्छे छ तर सहारा अरूको नै हो यो जीवन। यो जीवन सानोभन्दा सानो कीट पनि स्वतन्त्र रूपले बाँचिरहेको यो अवस्था छ। सानोभन्दा सानो कीट पनि स्वतन्त्र रूपले बाँचिरहेको यो अवस्था। मान्छे भने पराश्रयी जीवन बोकेर फुर्ती देखाउँदै है। यो सास पनि आफ्नो होइन कतै उधारोमा चल्दो छ। यो सास पनि आफ्नो होइन कतै उधारोमा चल्दो छ। किन 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 यो जिन्दगी पराश्रयी बन्न बौलाएर आएको जस्तो छ? किन किन यो जिन्दगी पराश्रयी बन्न बौलाएर आएको छ? होइन त के हो त ए जिन्दगी? प्रश्न एउटा। अब एउटा भन्छु है, अब एउटा अन्तिम भन्छु, 3टा कविता सुनाउँछु है। खै मानवता, खै मानवता, म मानव बस्तीमा आज मानवता खोजिरहेको छु। म मानव बस्तीमा आज मानवता खोजिरहेको छु। मानवताको ठाउँमा खोक्रो दानव मात्र भेटिरहेको छु। मानवताको ठाउँमा खोक्रो दानव मात्र भेटिरहेको छु। दम्भ क्रोध ईर्ष्याको अग्निमा दन्दन, दम्भ क्रोध ईर्ष्याको अग्निमा दन्दन बलिरहेको देखिरहेको छु। भाइचारा, आत्मीयता, प्रेम शून्यतामा मेटिँदै मेटिँदै गएको देखिरहेको छु। म र मेरोलाई मान्यताको टोकरीमा बोकिरहेको देखिरहेको छु। आध्यात्मलाई तिलाञ्जली दिँदै, आध्यात्मलाई तिलाञ्जली दिँदै भौतिक ऐश्वर्यको होडबाजीमा यो दुनियाँको मानव रुमलिरहेको देखिरहेको छु। यो दुनियाँको मानव रुमलिरहेको देखिरहेको छु। पशुभन्दा मानव निकै तल झरेको महसुस गरिरहेको छु है। खै मानवता तिम्रो मानवता, खै मानव तिम्रो मानवता। यो प्रश्नले हृदयमा पल पल चिमोटिरहेको छ, पल पल चिमोटिरहेको छ। केवल यहाँ क्षणिक आनन्द मात्र जीवनको अर्थ रहेछ। न कतै प्रेम, न कतै आपसी मेल, न कतै नाता, न कतै भाइचारा। केवल आपसमा द्वन्द, लडाई, ईर्ष्या, तछाड मछाड, को भन्दा को कमको खेल है। यही हो त आजको मानवता, यही हो त आजको मानवता। न रह्यो सुरक्षा, न रह्यो शान्ति, रह्यो त केवल कलहको भ्रान्ति, रह्यो त केवल कलहको भ्रान्ति। यही हो त मानवता। खै मानवता, खै मानव तिम्रो मानवता, खै मानव तिम्रो मानवता। धन्यवाद। यति सुनाएँ मैले आज मेरो यो विचारको बिस्कुनबाट है। हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। धन्यवाद।